गुड मर्निङ साथीहरू। आज हामी एचए 3 वर्षमा कतिवटा सब्जेक्ट पढ्नुपर्छ हामीहरू त्यो विषयमा हामी बताउनेछौँ। सिटिबिटी अन्तर्गत सिटिबिटी डिप्लोमा कोर्स एचए जेनरल मेडिसिन हेल्थ एसिस्टेन्टमा एचएमा कतिवटा विषय पढ्नुपर्छ 3 वर्षमा जम्मा 21वटा पढ्नुपर्छ। कुन वर्षमा कतिवटा विषय पढ्ने त्यो हामी बताउनेछौँ। फर्स्ट इयरमा 9वटा सब्जेक्ट पढ्नुपर्छ। फर्स्टमा हो इङ्ग्लिस, त्यसपछि नेपाली, त्यसपछि म्याथमेटिक्स, त्यसपछि फिजिक्स, त्यसपछि केमिस्ट्री, त्यसपछि बोटनी, त्यसपछि जियोलोजी, त्यसपछि एनाटोमी, त्यसपछि सोसल स्टडिज। जम्मा 9वटा पढ्नुपर्छ फर्स्ट इयरमा। स्क्रिनसट तपाईहरु हान्न सक्नुहुन्छ। अब हामी सेकेन्ड इयरमा कुन पढ्ने त्यो सेकेन्ड इयरमा कुन विषय पढ्ने सेकेन्ड इयरमा 8वटा सब्जेक्ट पढ्नुपर्छ, जुनमा मेडिसिन फर्स्ट, त्यसपछि सर्जरी फर्स्ट, त्यसपछि बेसिक मेडिकल प्रोसिडियर एन्ड फर्स्ट एड, त्यसपछि क्लिनिकल पैथोलोजी, त्यसपछि फार्माकोलोजी एन्ड फार्मेसी, त्यसपछि हेल्थ एजुकेसन, त्यसपछि इन्भाइरोमेन्ट हेल्थ, त्यसपछि प्राइमेरी हेल्थ केयर। हामी सेकेन्ड इयरमा 8वटा सब्जेक्ट पढ्नुपर्छ। एउटा सब्जेक्ट गाइनोकोलोजी हाम्रो छैन। गाइनोकोलोजी 2024मा रिभाइस्ड भएको छ। गाइनोकोलोजीको सट्टामा गाइनोकोलोजीको मेडिसिनमा राखिदिनु भएको छ, मेडिकल सर्जरीमा राखिदिनु भएको छ। मेडिसिनमा गाइनोकोलोजी पोर्सन थ्योरी अनि सर्जरीमा अब्स्टेटिकल पोर्सन, दुईटैमा गाइनोकोलोजी आदि डिभिजन गरिदिनु भएको छ। मेडिसिनमा अनि सर्जरीमा डिभिजन 8वटा सब्जेक्ट पढ्नुपर्छ। अनि तपाईहरु स्क्रिनसट हाल्न सक्नुहुन्छ। अब हामी थर्ड इयरमा कुन पढ्ने त्यसको अन्तर्गत भन्नेछौँ। थर्ड इयरमा 4वटा सब्जेक्ट पढ्नुपर्छ, जुनमा हामी फर्स्टमा मेडिसिन सेकेन्ड हो। मेडिसिन सेकेन्डमा पेडियाट्रिक एन्ड न्यूनेटोलोजी पढ्नुपर्छ, साइकेट्रिक एन्ड डर्मेटोलोजी, त्यसपछि हामी सर्जरी सेकेन्ड इएनटी इयर नोज थ्रोट, त्यसपछि डेन्टिस्ट अप्थोल्मोलोजी, त्यसपछि हामी हेल्थ म्यानेजमेन्ट, त्यसपछि इपिडेमियोलोजी एन्ड कम्युनिटी डायग्नोसिस। अब हेरौँ है। फर्स्ट इयरमा 9 सब्जेक्ट, सेकेन्ड इयरमा 8 सब्जेक्ट, थर्ड इयरमा 4 सब्जेक्ट, टोटल हामी 21 सब्जेक्ट पढ्नुपर्छ एचए थर्ड इयरमा। एचए 3 वर्ष कोर्समा हेर्न सक्नुहुन्छ। थर्ड इयरमा 8वटा सब्जेक्ट पढ्नुपर्छ, 4वटा सब्जेक्ट पढ्नुपर्छ। हेरौँ है। थर्ड इयर यो सेकेन्ड इयर भयो होइन, सेकेन्ड इयर यो फर्स्ट इयर भयो, तिनटै हामी मिलाएर राख्छौँ। एचए 80 हेर्नु त। तपाईहरु स्क्रिनसट हान्न सक्नुहुन्छ। कुन इयरमा कति पढ्ने हामी बनाएको छौँ भिडियो हेर्न सक्नुहुन्छ। तपाईहरु स्क्रिनसट हाल्न सक्नुहुन्छ। यसमा छ सबै टोटल हिसाबको स्क्रिनसट, सबै मजामा बुझिन्छ है त। गुड बाई। आजका लागि यतिकै। फर्स्ट इयरमा यति छ, सेकेन्ड इयरमा यति छ, थर्ड इयरमा यति छ। जम्मा 21वटा पढ्नुपर्छ एचए 3 वर्षमा सब्जेक्टहरू। गुड बाई। तपाईहरु स्क्रिनसट हान्न सक्नुहुन्छ। सेभ गरेर स्क्रिनसट हाल्न सक्नुहुन्छ। स्क्रिनसट हालेर मजामा
बुझ्न सकिन्छ तपाईँहरूको यति सब्जेक्ट छ 3 वर्षमा।